हेलो हेलो बाउसा फ्यामिली के छ आरामै सन्चै हुनु होला पक्कै पनि। आज चाहिँ म विशेष आफू जन्मेको जन्मभूमिमा रहेको केही सुन्दर दृश्य छ यहाँदेखि देखिने जुन सल्यान जिल्ला दार्मा गाउँपालिका वडा नम्बर 1 दार्माकोट नजिकै रहेको एउटा विशेष पार्क छ, त्यहाँ चाहिँ म आएको छु आज। तपाईहरुलाई यो मेरो जन्मभूमिलाई चाहिँ देखाउन गइरहेको छु। यहाँदेखि चाहिँ सुन्दर दृश्य देखिन्छ, निकै राम्रो छ, निकै राम्रो हावापानी छ है। आज चाहिँ झन् चट्ट घाम लागेको, सुन्दर हावा, एकदम ससल हावा आइरहेको छ, जो रमाइलो नै छ। यहाँको दृश्य चाहिँ उतातिरको चाहिँ उता के भन्छ मालिका भन्छ उतातिर चाहिँ है, यता अनि यता तलतिर चाहिँ फार्ला छ भनेपछि यता चाहिँ तल भगुन्टाउरी भन्ने ठाउँ छ, अनि यता चाहिँ तल पाटी खोला है। त्यसै गरी त्यहाँनिर हेर्नुहोस् त, म पढेको स्कुल जसमा मैले 10 क्लासमा पढेको थिएँ, मेरो विद्यालय स्कुल रहेको छ, त्यो चाहिँ भवन चाहिँ हामीले पढिसकेपछि बनेको है। पहिला चाहिँ त्यो थिएन, सानो स्कुल थियो 10 क्लाससम्म। आजकल चाहिँ 12 क्लाससम्म छ। र विशेष तपाईँहरूलाई यो पार्क देखाउनु गइरहेको छु। यहाँ चाहिँ सुन्दर छ, निकै सक्दो तपाईँहरूलाई देखाउने कोसिस गर्नु छ है त। त्यो चाहिँ रहेको छ पार्कको एउटा सानो घर, यसै गरी उता चाहिँ आउने बाटो है। अनि यो चाहिँ पार्क छ, यहाँ आएर तपाईँहरू आफूलाई आनन्दित फिल बनाउन सक्नुहुनेछ पक्कै पनि, आशा गर्दछु। प्रायः मान्छे त आउनु नै भएको होला है त, नआएको जति चाहिँ चट्ट लगाएर आउने घुमघाम गर्ने। यहाँ आसपासको मान्छेहरू त प्रायः आउनु नै भएको होला, जो जति नआउनु भएको छ अबदेखि पक्कै पनि यो भिडियो हेरिसकेपछि आउनुहुनेछ आशा गर्दछु है त। अनि यहाँदेखि चाहिँ सल्लेरी घारी छ चट्ट लगाएर, यो गर्मी सिजन चलेको छ, सलल्ल हावा पर्छ। सल्लेरी घारीको हावापानी निकै सुन्दर मिठो छ है त। मैले पुरै तपाईँहरूलाई देखाउन सकिरहेको छैन है, एकदम मिठो छ। मेरो मोबाइल अलिक क्वालिटी राम्रो छैन, त्यही भएर खासै राम्रो देखाउँदैन मेरो मोबाइलको क्वालिटीले। सक्दो तपाईँहरूलाई देखाउने कोसिस गरेको छु है त। अनि यता पाल्नु साइडतिर चाहिँ ढाकाडाम गोर्सिन के भन्छ है। अनि यता माथि चाहिँ टिस्टागाउँ ठानागाउँ सब सम्पूर्ण ठाउँको याद छ, तर पनि फोकसै हुँदैन, त्यति राम्रो क्वालिटी छैन क्यामेराको है त मोबाइलको। अनि हामी चाहिँ यता रहेका छौँ, हामी के म मात्रै छु आज चाहिँ। विशेष म आफै यतिकै घुम्नलाई आएको थिएँ ठाउँमा, निकै राम्रो लाग्यो। म पनि आफ्नै ठाउँमा यस्तो राम्रो ठाउँ हुँदाहुँदै पनि म आउन सकिरहेको थिएन, र आज धेरै समयपछि यस्तो टाइम मिलाएर दिउँसोको 12 बजीतिर चाहिँ आइरहेको छु। अनि कस्तो लाग्छ भिडियोलाई सल्लाह सुझाव दिनु होला पक्कै पनि। केही विशेष भागहरू त्यस्तो त छैन खासै, त्यही पनि यहाँ भए जति चाहिँ यताउति पठाइ देखाउने सम्पूर्णले हेरेर साथ दिनु होला है त। अनि गाइस यो चाहिँ रहेको छ हाम्रो यो पार्कको हल्का ग्राउन्ड छ है। यहाँ चाहिँ काम चलिरहेको छ, विभिन्न प्रकारका मान्छेहरूले काम गर्ने गर्छन् हैन। यो चाहिँ पार्क आउने चट्ट सिली छ, मजाको छ है, हल्का सानो छ जोस। अनि तलतिर चाहिँ फार्ला गएको रोड छ भनेपछि यो सल्यारी घारी अघि नै देखाइरहेको थिएँ। र यहाँदेखि चाहिँ म झर्न गइरहेको छु है त। अझै विकास गर्यो भने जोस् यो रमाइलो ठाउँ हुनेछ है। यहाँ चाहिँ विकासको नाममा केही नराम्रा कुराहरू पनि छन्, यो माओवादीहरू यताउति यसलाई फालेर चट्ट राम्रो बनाइयो भने चाहिँ जोस् रमाइलो हुने मैले सम्भावना देखेको छु हाम्रो दार्मा 1 मैदानमा पनि। तिमलाई देखेपछि यो पागलपनको औषधि कसलाई सोधौँ म खै।